नमस्कार सबैमा म हजुरको इन्जिनियर देवेन्द्र कुमार शर्मा। आज 3D डिजाइन इन्जिनियर आर्किटेक्टमा चाहिँ हामीले तयारी कक्षा सुरु गरेका छौँ, जस अन्तर्गत लोकसेवा पिसिएस तयारी कक्षा पनि रहेको छ र हामीले त्योभन्दा छुट्टै चाहिँ 8, 9, 10, 11, 12 को चाहिँ म्याथ, साइन्स, अप्सनल म्याथ र एकाउन्टिङ क्लास पनि हामी सुरु गरिसकेका छौँ। हामीसँग विगत धेरै वर्षदेखि काम गरिरहनु भएका 7 देखि 10 वर्षसम्म एक्सपिरियन्स भएका टिचरहरू पनि आबद्ध हुनुहुन्छ। 3 जना इन्जिनियरहरू हुनुहुन्छ, म्याथका स्पेशलिस्टहरू हुनुहुन्छ, फिजिक्सका स्पेशलिस्ट र साइन्सका स्पेशलिस्ट पनि रहनु भएको छ र एकाउन्टका स्पेशलिस्ट पनि हामी हायर गरिसकेका छौँ। र कसैले यदि तयारी कक्षा गर्नु छ र कपिलवस्तुमै 5th लेभल प्राविधिक सब इन्जिनियरको तयारी गर्नुहुन्छ, 7th लेभल चाहिँ इन्जिनियरको तयारी गर्नु छ भने र आइक्यू रिजनिङ समसामयिक विषयमा चाहिँ म आफै नै तपाईहरुलाई पढाउन सुरु गरिसकेको छु र 3D डिजाइन आर्किटेक्ट र इन्जिनियर्स कपिलवस्तुमा पहिलोपटक हामीले सुरु गरिसकेका छौँ, जहाँ चाहिँ हामीले आर्किटेक्ट नै हायर गरेर डिजाइन सम्बन्धी काम पनि गरेका छौँ, डिपिआर काम गरेका छौँ, 3D मोडलिङको काम गर्न सुरु गरिसकेका छौँ। र आज हाम्रो इन्ट्रोडक्सन क्लास रहेको छ र 7औं लेभल र 5औं लेभलको लोकसेवा आयोगको परीक्षाको लागि जो चाँडै नै सुरु हुन लागिसकेको छ, त्यसको लागि चाहिँ हामी तयारी कक्षा सुरु गरिसकेका छौँ, जसमा त कन्सेप्ट र सर्टकट विधि पनि रहेको छ। मक टेस्टको गर्छौँ र रिजल्ट ओरिएन्टेड टिचिङ क्लास हुनेछ। आजको तयारी भोलिको सरकारी सेवा भन्ने नाराका साथ 3D डिजाइन आर्किटेक्ट एन्ड इन्जिनियर तपाईहरुको सामुच्छ कपिलवस्तुमा 4 नम्बर जितपुरमा र ओदारीको टप एजुकेसन इन्स्टिट्युटमा चाहिँ दुईटा ठाउँमा चाहिँ हामीले पढाइ सुरु गरिसकेका छौँ। टप एजुकेसनका हाम्रा फाउन्डर हुनुहुन्छ शिवहरि घिमिरेजी पनि हुनुहुन्छ। उहाँले तपाईको कोरियन भाषा र जापानिज भाषामा उहाँ पनि विज्ञ हुनुहुन्छ। कोही चाहिँ तपाईँ कोरियन र जापान जान चाहनुहुन्छ भने पनि हाम्रो यो टप एजुकेसन कन्सल्टेन्सीमा तपाईहरु आउन सक्नुहुन्छ। र त्यही टप एजुकेसनको छातामुनि चाहिँ हामीले लोकसेवा तयारी कक्षा 8, 9, 10, 11, 12 को चाहिँ कोचिङ ट्युसन पनि सुरु गरिसकेका छौँ र हाम्रो जितपुर र ओदारीमा चाहिँ हाम्रो दुईटा शाखा रहिसकेको छ। सम्पूर्ण चाहिँ कपिलवस्तुवासीहरूलाई यो सेवा लिन हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो चाहिँ अब चाहिँ सिभिल इन्जिनियर देवेन्द्र कुमार शर्मा म आफै छु। आइपिएससी तयारी कक्षा सुरु गर्दैछु। पढाइ हुने विषयहरू रहेका छ प्राविधिक 7औं 5औं 7औं र त्यसमध्ये पनि मैले आइक्यू रिजनिङ र समसामयिक विषय र जियोपोलिटिक्सको विषयमा चाहिँ तपाईहरुलाई म आफै स्वयंले पढाउने छु र टेक्निकलका पार्टहरू पनि मैले तपाईहरुलाई पढाउने छु। यसैगरी अब तपाईको कन्सेप्ट र सर्टकटले चाहिँ हामीले पढाइ गर्नेछ। नियमित मक टेस्टको पनि हामीले सुरुवात गरिसकेका छौँ। सम्पूर्ण सिलेबस कभर गर्नेछ। स्थान चाहिँ 3D डिजाइन आर्किटेक्ट इन्जिनियर्स कपिलवस्तु। सम्पर्क 9845 71050। नेक्स्ट हुनु त तपाईको यो हाम्रो चाहिँ सुरु भइसकेको छ है। यसै हाम्रो कक्षाहरू चाहिँ हामी सुरु गरिसकेका छौँ। सबैजनाले चाहिँ 3D डिजाइन आर्किटेक्ट इन्जिनियर्समा चाहिँ तपाईहरु आउनु होला र अब आउने दिनमा चाहिँ तपाईहरुले चाहिँ यो सेवा लिन चाहनुहुन्छ भने चाँडोभन्दा चाँडो एडमिसन गराउनु होला। धन्यवाद। नमस्ते।